everyone, welcome back to my new vlog. It's not a vlog, it's mini vlog. आज चाहिँ हामी जाँदैछ मामा घर. हेलो विश्वास. हेलो. यहाँ हाम्रो बाजे बोजू आमा बाबा दिदी विश्वास फर्केर आउँदैछन्. हामी जाँदैछ मामा घर. हाम्रो यहाँ छ कोसेली. कोसेलीलाई फोकस गरौँ. खोइ अर्को कोसेली यहाँ छ. हामी मामा घरमा छ नि. मामा बाजे घर भन. यहाँबाट चाहिँ भ्यू यस्तो देख्छ. यस्तो खतरा दामी छ. अट्छ किन नआट्नु. गाडी वेटिङमा छ हामीहरू चाहिँ. यहाँ भुइँमा राख्नु न. फाइनली हामी आइपुगेको छ यहाँ. घुमाउनु लिनु हिँड्नु दामी रहेछ है. हेलो विश्वास उभिँदै हो भएन. ए मामा उभिएर ए जीवन यहाँ सुरु भएको यो तपाईँलाई घर पिपल यो आशीर्वाद फेरि दियो भने फेरि पुग्दैन. माइली पाइँदैन. माइली केही थिएन. 16 दिन नै पुगी फर्कियो. आजभोलि पुग्यो नि. कति त 16 दिन पनि भइसकेछ. कहाँ पऱ्यो हुनु 16 नमस्ते. विश्वास पनि टिका लाउने हो. भाग्यमानी हुनु. यसपालि फर्स्ट भएर 25,000 पैसा खर्चे परोस्. 25,000 के गर्नु पर्यो मामा. 25,000 खर्चे पस्नु पऱ्यो. ए खल्तीमा पैसाको लोभी छ नि त यो. इन्जिनियर बनोस्. गाइस हम लोग आ रहे हैं. मोबाइल झरोस् न. मान्छे चाहिँ नझरोस् न होइन. हामी चाहिँ फोटो खिचेर आउँदै गरेको. गाइस भ्यू चाहिँ एकदम दामी छ यहाँबाट. अहिले ब्लग सुरु भएको छैन कि हाम्रो. आउनुहोस् है हजुर सर. नाच्दै गर्नु न. खाजा खानाको खाजा खानु पऱ्यो फेरि. खाजा त हाम्रो फ्यामिली
छोरो अनि दुता कहाँ छ बल्ल बल्ल खोजेर ल्याउने हिँड्नुपर्ने म आज त्यहाँ गएर गर्ने मिक्सिङ गर्ने त्यो कुराहरू गरेर माथि परेको आउँछ म यति बेला खोजेर घर पुग्ने मान्छे हो यिनीहरूले पछि कहिले सक्दैनन् कसैले फोन मात्रै पर्छ मलाई हजुर कसैले फोन त गाह्रो हुँदो कसैले फोन मात्रै पर्छ म पनि हिँड्दै होइन खोजेर एकदम कैची लाउनु पर्यो रुलाएर ल्याउने बुझाएर पनि नखोजेर क्या चेयर्स उठाउ नानी उठाउ उठाउनु न भिडियो आइसक्यो चेयर्स बोजूको बजे उठा खान सकिन्छ सकिँदैन खान सकिहाल्छ नि चेयर्स अहिले भुग्नुको यहाँ अहिले यहाँ ल अहिले बरबरा गर्नु थाल्छ चेयर्स गरेर राख्ने होइन त चेयर्स गरेर खाने छिटो बनाउनु भयो भइभयो मलाई चाहिँ पुग्यो मोमो उठ्नु त हामी त आज बिहान त झन् 7 बजे पो उठेको हाम्रो मान्छेले मोमो पनि बनाउनु भ्याउनु भयो आज भर्खर बनाउँदैछु भोगो त्यही भयो छिनमै अब पाकेर पनि त्यही भनेर मामालाई चाहिँ अब खोइ कसैले खोल्नु पर्ने हेलो भाइ मान्छे पुग्यो मलाई मेरो फेभरेट हो नि त नि आएको थिएँ त्यही भएर चाहिँ भन्नु मोमो पनि बनाउनु भएको छ माइजूले यहाँ बिहान अचार हाल्नु न रेली पुग्थे साह्रो पऱ्यो कि मामाले एकजनाले खाने नि यही हो खाना खाजा खाना यही हो हामी हिँड्दा त हुन्थ्यौँ कहिले अचार कहाँ हालिदिउँ तपाईँलाई यहाँ यहाँ यसरी अब उता बोजूलाई पनि बस्ने पिरो तिरिक्कै हालिदिउँ तिरिक्कै यहाँनिर हालिदिन्छ है विश्वास कस्तो छ मोमो मिठो छ हो ल ल ल राम्रोसँग खानु एकछिन भिडियो गाडी आउने बेला भइसक्यो के म तल जाँदै गर्नु ल हाई यहाँ हेरिकन आउनु है साइड ल मलाई आयो आयो अब